न त मलाई सम्मान गर्छे न त मलाई गन्छे न त मलाई सम्मान गर्छे न त मलाई गन्छे बाजा बजाई बेगरेको जोगी बन पो भन्छे जोगी बन पो भन्छे ए जमाना के आयो कुन्नी मैलाले जे भने उनी नमस्ते च्याचलो झोले ए नाइ भन्न त कहाँ सकिन्छ कृष्ण पनि गए ए बालेन जस्तो छोरो पाउँथिन् मनमायालाई लए मनमायालाई लए ए शर्मिला भूमिका पनि रुँदी छन् पोइ खोज्देऊ भने नमस्ते च्याचलो झोले हे त्यसको लागि मरि मेट्ने सोच विचारको धनी हे हर्क जस्तै कडा छोरो पाउन सक्छु मनी पाउन सक्छु मनी हे कृष्ण दाइ के गर्नु पर्यो 103 डिग्री आइसको ज्वरो नमस्ते च्याचलो झोले हे अघिदेखि बसिराथे छटकेरी हेरी अघिदेखि बसिराथे छटकेरी हेरी को ब्युटी हो भनेको त बुढी रहेछ मेरी बुढी रहेछ मेरी यति धेरै दर्शकका माझ कसको सिङ भाचिन्छ आज नमस्ते च्याचलो झोले हे अझै पनि सुध्रिएन केटी ताक्दै हिँड्ने हे अझै पनि सुध्रिएन केटी ताक्दै हिँड्ने कस्तो खालको रोग हो तिम्रो बुढी नि नचिन्ने बुढी नि नचिन्ने हे खेलाउँछु मायाको पिङ साडे तिम्रै भास्नी हो सिंह नमस्ते च्याचलो झोले झुट बोले त पापै लाउँछ कसम किन खानी झुट बोले त पापै लाउँछ कसम किन खानी पहिला जस्तो छैन म त सुध्रिँदैछ बानी सुध्रिँदैछ बानी पापी मन कहिले काहीँ धाउँछ माया त प्यारी कैलाउँछ नमस्ते च्याचलो झोले हे इन्द्रेणीका सबलाई थाहा छ तिमी कस्तो भन्ने हे सबले मलाई सोध्न थाले मम्मी कहिले बन्ने मम्मी कहिले बन्ने हो कि होइन सबैजना भन्नु हे बुझ्दैनन् समाजका कुरा 45 लाई सके बुढा नमस्ते च्याचलो झोले श्रीमतीले उमेर बढाए 45 त होइन यति चाँडै ड्याडी भन्ने मेरो विचार छैन मेरो विचार छैन मै जस्तो ह्यान्डसम र गोरो 50 मा पाउने हो छोरो नमस्ते च्याचलो झोले हे छत्र साइले जानेका छन् बात मात्रै लडाउन हे बुढेसकालमा गाह्रो हुन्छ हुर्काउन पढाउन हुर्काउन पढाउन हे बरु मै पढाउला रिनलाई कृष्ण दाइ सम्झाउनुस् इनलाई नमस्ते च्याचलो झोले हे मेरो पनि वचन भयो तिमलाई चाहियो भने अमेरिका पढाउने हो छोरो पाइयो भने छोरो पाइयो भने कपालमा हालिदिन्छु हाइलाइट छोरालाई पढाउँछु पाइलट नमस्ते च्याचलो झोले